हामीले जान्नेछौँ मोबाइलबाट आइपिएल कसरी हेर्ने त्यसको बारेमा म बताउन गइरहेको छु। त्यसको लागि सर्वप्रथम त हजुर प्ले स्टोरमा जानुपर्ने हुन्छ अनि लेख्नुपर्ने हुन्छ लाइभ क्रिकेट टिभी लेखेर सर्च गर्नुहोला अनि यो देख्नुभएको लाइभ क्रिकेट टिभी एचडी स्ट्रिममा क्लिक गरेर डाउनलोड गर्नुहोला। यो एकदमै राम्रो एप्स रहेको छ। मैले सधैँ यसैबाट हेर्ने गरिरहेको छु। पुरै प्रोसेस देखाउनेछु हजुरलाई। अलाउ गरिदिनु होला अनि यसमा हेर्न सक्नुहुन्छ क्रिकेट भोरिका नोटिफिकेसन छन्। सुरुकोमा जानुहोस् अनि क्लिक अनि यसमा दिएको छ इङ्ग्लिसमा हेर्न चाहनुहुन्छ कि हिन्दीमा हेर्न चाहनुहुन्छ कि धेरै लिङ्कहरू दिएको छ। मैले जस्ट हिन्दीमा क्लिक गरेँ। 18 का पहला टॉस। अब हजुरले बेफिक्र भएर आइपिएल हेर्न सक्नुहुन्छ है। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न